लाउनु भएको छ मैले त बाबु यो औषधि थुक्नलाई छु यिनी ओबिजाले मरौटी यिनी खत्रङ खुत्रङ गराएर पात पतिङ्गर गराएर यो औषधि थिचेर राखेर झोल बनाएर राख्नु मस्तै त्यहाँ बिहानै बेलुका खाली पेट खाने हो नि यो ग्यास्ट्रिक तुस अब यिनी कोलेस्ट्रल भन्ने यिनी औषधिले सन्चो हुन्छ अरे त्यही भएर मन तातो बनाएर बिहानै बेलुका खाने सन्चो हुन्छ अरे भनेर रोगी भएपछि जे नि गर्नु पर्यो बा त्यही थिच्नलाई छु अनि के बिहान बिहान खाने नि कति खाने कति खाने त स्केल हुन्छ सानो सानो बोतलको बिर्को बनाउने त्यहाँबाट बोतलका बिर्काले ठिक्कै एकान बिर्का खाने हिसाबले बनाउने गरेको न सबैले खाना हुन्छ कि त्यही कोलेस्ट्रोल भएका बिरामीले मात्रै हो अलिअलि थोरै सबैले खायो नि त धेरै नियमित त बिरामीले त खानु परेको र यिको खतरङ खुतरङ गराएर यो उब्जाले नि छन् सबै थै गराएर हो नानी हस् धन्यवाद हुन्छ